ग्रोसरी भर्खरै गएर आइयो होइन के लिएर आइयो भनेर चाहिँ म देखाउँछु एक हप्ताको लागि ग्रोसरी। तर कहिलेकाहीँ चाहिँ हामीले एक हप्ताको लागि भनेर ग्रोसरी लिएर आए पनि प्रायः जसो चाहिँ हाम्रो 1 विकभन्दा चाहिँ लङ नै बसिरहेको हुनुहुन्छ, किनभने हामी त्यति धेरै फुडी चाहिँ होइन। त्यसले गर्दा चाहिँ मोस्ट अफ द टाइम हामीले चाहिँ घरमै बनाएर खाइरहेको हुन्छौँ, दाल भात तरकारी नै। अनि अरू समय चाहिँ हाम्रो चाहिँ धेरै झगडा पर्छ। अनि धेरै झगडा परिसकेपछि धेरै झगडा परिसकेपछि के हुन्छ बेबी? केही खान मन लाग्दैन, बनाउन मन लाग्दैन, अनि एफर्ट्स गर्न मन लाग्दैन। त्यही फेरि भनिदेऊ ल। एफर्ट्स गर्न मन लाग्दैन कि कसैले एप्रिसिएट नगरेपछि। अनि त्यसपछि अब उसले नबनाइदिएपछि मैले बनाएर खाने कुरा भएन, एक्लैलाई के बनाउनु। अनि त्यसपछि मैले पनि खाइदिन्न। अब बनाएकै छैन त अनि कसरी खाने? के हो त त्यही त हो नि। अर्डर गरेर खान्छौ अनि मैले नबनाइदिए पनि केही फरकै पर्दैन तिमीलाई। मैले किन एफर्ट्स लाउने बिहान बिहान उठेर बनाएर? अब बुढीले बनाइदिन्न होइन, अनि बुढीले नबनाइदिइसकेपछि मलाई पनि खान मन लाग्दैन। अनि फेरि let me finish नम्बरको रेसिस्ट मान्छे हो। let me finish। त्यही भएर काममा नि कम्प्लेन आउँछ मान्छे। भिडियोमा त्यस्तो नहुन, भिडियो त्यस्तो नभन। फेरि भिडियोमै चाहिँ अनि फेरि कम्प्लेन गर्न सुरु गर्छ। अनि तिम्रो बेस्टियर नाइस नेल्स देखाइदेऊ ल फेरि। नाइस नेल्स, ब्याड फेस। तिमी खूब राम्री हौ कि तिमी राम्री हौ? 3-0 तिमी राम्री। 3-0 तीनटा जोक्स 3-1 हो। अघि नै एउटा जोक्स हाल्यो तिमीले। मैले कतिवटा हानिसकेको पर्न पर्यो नि त। अनि जोक तिमी जस्तो रेसिस्ट मान्छेको रेसिजम वाला जोक्स हुन्छ अनि आफैले जोक्स हाल्छौ तिमी। सेक्सटी के रे नार्सिसिस्ट, रेसिस्ट अनि सेक्सिस्ट, सब ग्यासलाइटर, म्यानिपुलेटर सबै हो। यस्तो सरसफाइतिर लाग्नु भयो। म चाहिँ मलाई चाहिँ त्यो भित्रको लिएर आएर यहाँ राखिदिइहाल्न मन लागिरहेको कि। गर न, मसँग त छैन। मसँग अरू टन्नै काम, मसँग त्यो फाल्टु लोकेसन चेन्ज गर्ने टाइम छैन अहिले थाक्नलाई। त्यसो भए म यस्तो गर्छु नि त, तिमी किचनतिरको काम गर, म यता क्लिनिङ गर्ने, अनि त्यसपछि भ्याकुम लगाउने, यो सबै अर्गनाइज गर्ने, त्यो ल्याएर यहाँ राख्ने सबै काम गर्छु म। ल म के गर्दिन, तिमी गर्ने भए गर। तिमी केही गर्दिनौ भन्नाले म भात पकाउँछु। सबै हेर्न पर्यो नि, यो कहाँ जान्छ सबै हेर्न पर्यो। हेर्दिन के मसँग छैन टाइम। यो यसलाई चाहिँ मैले अगाडि लिएर गएर राख्न मन लाग्यो। ओके ल, सारा नि त म यतापट्टिको गर्दै गर्छु अहिले। त्यही त भनिराखौ नि म यतापट्टि पछि नहिँड त क्यामेरा त सारा। म यतापट्टि क्लिनिङ यतापट्टि गर्छु म। अनि त्यो पनि यहाँ अर्गनाइज गराउँछु, यहाँ सबै कुरा मिलाइदिन्छु म। तिमी यतापट्टि यो किचनको, अनि किचनको भन्दा फेरि यो यही हो क्या हाम्रो फेरि किचन। यो लिभिङ, यो किचन, यो डेस्परेट। डेस्परेट भने एकदम चिन्ताजनक जस्तो टाइपको। रोक म गार्बेज ब्याग निकालिदिन्छु। माइक छैन तिमीसँग अड्काउने कुरा छैन, तिमीले यसरी नै बोल्न पर्छ। मसँग चाहिँ अड्काउनु, तिमीलाई अड्काउनु दिउँ त पर्दैन। त्यही भएर तिमीले धेरै युज गरिराख्नु पर्दैन नि त। ए रेकर्डिङ भइसक्यो। हेलो के रे बोलिरहेको त मेरो पनि तिमीले किन लिएको त? सरी। ओके, यो हाम्रो चाहिँ अर्को नेक्स्ट भ्लग हो। वेलकम टु आवर नेक्स्ट भ्लग विच इज अलवेज अ ऱ्यान्डम एन्ड लाइक Random vlog, random people. किसी ल अब क्यामेरा बन्द गरिसकेपछि nonsense man make me do so many nonsense stuff. Nice English. By the way, nice English. Okay, so my English is nice. That's what you're saying. Your English is extraordinary. Were you trying to mimic Donald Trump? A little bit.
He's trying to mimic Donald Okay, Trump, let's aka the president of USA, who called himself a boss. a boss. He actually he's the boss. I'm not trying to defend him or And anyone. he's a Trump supporter, by the way. Oh, whoa. Here is the things comes behind He my is mind. number No, one no. racist, sexist, narcissist, gaslighter, manipulator person, What and I he say- is a Trump supporter. Okay, So let me what cut off. can Let I me say? let me cut off in my things. I'm busy. Bye, Okay, guys. now here is the things. She said everything whatever she wants to, and when it comes to my turn, and now she said I am busy. Ooh, now she is not washing dishes with that fake nails. So and now I'm the sexiest, I'm the raciest things over here. Okay, फाल्देऊ. ओके, आज चाहिँ हामी हल्का कोठा सरसफाइ गर्ने इनर्जीमा छौँ हामी चाहिँ. तर यो इनर्जी कति बेलासम्म रहन्छ चाहिँ वी हेभ नो फकिङ आइडिया. तबसम्म मन्दिर भुसालको भ्लग बन्छ, तबसम्म मस्त इनर्जी रहन्छ. मन्दिर भुसाल अरू कुरामा इन्ट्रेस्ट. हिजो मैले बाहिर डिनर गर्न जाऊँ भनेको यस्तो नाटक देखायो अल्छीवाला. ओके, यस्तो अब कस्तो भेला हुन्छ क्या यो कुरा सम्झाउनलाई अब होइन. आज उसको मन छ अनि उसको मन भएपछि चाहिँ म उसको मनमा चाहिँ उसको भिडियोमा चाहिँ आई हेभ टु बी देयर. ल यतापट्टि राखेर ल. I'm not talking, dude. Get lost. Get lost. Get lost. Get lost. पहिलो कुरो त म भनिदिइहाल्छु तिमीलाई होइन. यहाँ राखिदिन्छु ल. पहिलो कुरो चाहिँ कस्तो फिल मलाई चाहिँ कस्तो भेदा हुन्छ भने तिमीलाई हुँदो रहेछ भेचा, संसारमा नभएको भेचा. तिमी सेटिस्फाई छैनौ भनेपछि मलाई नि त भेदा हुन्छ नि. छैन त सेटिस्फाई. हिजो मैले भने ल म कामबाट आएँ कि फेरि म दिउँसभरि ऊ चाहिँ घरै थियो बाइ द वे, उसको अफ थियो, मेरो थिएन. अनि त्यसपछि कामबाट आएर घर आएर अनि त्यसपछि सावर लिएर भएर रेडी भएर क्या कपडा सपडा लाएर रेडी भएर आज डिनर बाहिर गर्न जाऊँ भनेर अनि जाने भनेको. उसको रियाक्सन नर्मल्ली ऊ चाहिँ अब उसलाई बाहिर जान ऊ बाहिर जाने भने चाहिँ मोबाइल सोबाइल तेर्साएर पुरा रेडी निन्द्रा लाहा जानी नजानी. If you Exactly. Get lost. Exactly. You need clarification, and once you get a clarification, probably you will पनि understand. clean गर्नु. But, women won't get. के भन्छ त्यसलाई? And then he thinks he's the only one working. By the way, he work 8-hour shift. I work 8-hour shift too. Now here is. फ्राइडेको चाहिँ मर्निङमा म घर आएँ अनि फ्राइडे गेम थियो. इट्स अ गेम डे. मेरो क्यामेरा छेकियो के. अनि फ्राइडे मर्निङमा आएँ. फ्राइडे मर्निङमा आइसकेपछि चाहिँ अनि अनि त्यसपछि खाना पाकेको थियो. खानामा चाहिँ दामी भात अनि त्यसपछि सोयाबिन र आलुको तरकारी. यस्तो मिठो भएको थियो नि सोयाबिन र आलुको तरकारी. यस्तो मिठो भएको थियो. त्यो धेरै मिठो भएर अझै पनि छ के. त्यो भोलि खाने भन्ने कुरा हुन्छ नि त कहिलेकाहीँ मिठो भइसकेपछि राखेर. अनि बिल्ला हानेको होइन, साँच्चै नै हो. अनि त्यसपछि दिउँसो एकछिन 12 बजेको 10 बजेको गेम हेरेँ क्या हो मैले कुन क्लबको. अनि त्यसपछि एकछिन कन्ट्रीको सरी. अनि कुन चाहिँको अर्को फेरि 12 बजेबाट सुरु भएको पनि गेम हेरेँ. अनि त्यसपछि निन्द्रा लागेन. अनि त्यसपछि एकछिन निन्द्रा लागेन. अनि त्यसपछि पानी सानी खाएँ, एकछिन बसेँ, त्यसपछि झ्याउ लाग्यो. अनि एकछिन सुत्दिन गएँ. अनि तिमी आयो होइन? कति बजे आयो तिमी? 4:30 होइन फ्राइडे 6:30. फ्राइडे के भयो हाम्रो? केही भएन फ्राइडे केही पनि भएन होइन. अनि त्यसपछि फ्राइडे हाम्रो त्यत्तिकै गयो दिन. अनि स्याटरडे लगभग 4.5 आवर्स जति काम गर्छ स्याटरडे चाहिँ. स्याटरडे बिहान 10 बजे यो म्याग्डीको यो मिलको प्याक किन राखेको फाल्दिम हुर्राइदिम.
अनि ऊ चाहिँ 10 बजे जान्छ अनि 4 बजे आउँछ अनि म एक्लै हुन्छु घरमा अनि म त्यो दिन नि गेमहरू हेरेर बसिरहेको हुन्थेँ लाइभ साइभ आयो यताउता गऱ्यो अनि एउटा गेम हेरेर भ्याइसकेपछि निन्द्रा लाग्छ म प्रायः जस्तो चाहिँ अब त्यही रातभरि त गेम हेर्दाखेरि निन्द्रा लाग्दैन बुढी गेम आउने हेर्दा बेला भयो भने चाहिँ निन्द्रा लाग्छ सरलाई गेम हेर्दा पनि निन्द्रा लागेको पल्ट कस्तो पारामा हेरिरहेको थिएँ मैले गेम त्यस्तो त्यो स्केजुअलले यो टाइमिङले गर्दा चाहिँ थोरै अप्ठ्यारो पर्ने हो आई होप सी अन्डरस्ट्यान्ड इफ सी हेभ अ करेज टु अन्डरस्ट्यान्ड ओके त्यति भन्दै यो सबै हुन्छ होला बेबी यो सबै गन्थन मन्थन यस्तो हुन्छ होला नि त मैले एडिट गर्ने होइन जसले गर्ने उसको हातमा यो धुन पर्छ सानो ल धुन पर्ने त अब तिम्रो अनुहार पनि हो धोएको मैले बिहानै ल म त्यसो भए म सुरु गरौँ मेरो काम गर ओके कपडा हाल्न यस्तो भयो कपडा हालिदिएर आउन त त्यसो भए तिमी तल गर पहिला मेन काम यस्तो खतरा खाने यहाँ फेरि सरसफाइको डिपार्टमेन्ट हो नि त त्यो कपडा पनि हालिदेऊ अनि त्यसपछि आएर यो पनि गरिदेऊ हो कि होइन खास तिम्रो कुरा के हो के हो र क्यामेरामा यस्तो हुने छाडा 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 नभऊ है तिमी छाडा छाडा ल अब चाहिँ हामी कपडा सपडा हाल्न जानु पर्यो अनि त्यसपछि म चाहिँ हल्का कोठा चाहिँ यो हाम्रो मिलाउनु पर्ने छ म पहिलेबाट यो कर्नरलाई चाहिँ यो कर्नरलाई चाहिँ मलाई चाहिँ लास्टै थोरै एस्थेटिक टाइपको बनाउन मन लागिरहेको थियो एस्थेटिक भन्छ के भन्छ अरे सानी एस्थेटिक एस्थेटिक ओके सरी गाइज एस्थेटिक बनाउन मन लागिरहेको थियो कर्नरलाई चाहिँ अनि यो कर्नरमा चाहिँ मैले त्यो स्ट्यान्ड लिएर आएर चाहिँ राखिदिन्छु भनेर बसिरहेको थियो लेट्स सी यदि फुर्सद भयो भने आल डेफिनेटली डु इट अनि यदि फुर्सद भएन भने समटाइम्स यो ब्रिज खाने हो र तिमीले Skip. गिराइदेऊ नि त्यो गीत ल अभियसली त्यो त भन्ने कुरै होइन त्यही पनि कलिलो मायामा जलुती ठुला ठुला पनि बस्यो जुदीलैमा धन्यवाद 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 हाम्रो चाहिँ दाल अलमोस्ट रेडी पनि भइसक्यो झान्न मात्रै बाँकी अब जानिसक्यो कस्तो मिठो बास्न आएको झन् त्यो केले जाने ओके अब मैले त्यो खाली बनाइसकेँ यो स्पेसलाई यहाँ चाहिँ मैले त्यो लिएर आएर राख्छु ल तिमी अझै नै बिजी हो यो हो कि खास लिएर आएर राख्नु पर्ने यसलाई पनि खाली गरिसकेँ मैले ल्याएर यहाँ राख्नु पर्यो फाइनली टाडा ओके अब यो चाहिँ यहाँ आइपुग्यो होइन अब यसलाई चाहिँ मैले यहाँ यो यतापट्टि अनि यो चाहिँ यतापट्टि राखेर यसलाई चाहिँ निकालिदिन्छु पहिला यो चाहिँ पहिला सफा गर्नु पर्यो त्यो दामी देखियोस् भन्ने कुराले मात्रै हो कहिलेकाहीँ यसो बस्ने बेलामा पनि यस्तो बोर फिल हुने कि
ओके मसँग यो चाहिँ फिक्स भइसक्यो होइन आजको मेहनत हो यस्तो टन्टारला पुर घाम लाहा बाहिर होइन यो गाइज क्यान सी इट अनि आजको मेहनत हो यो चाहिँ हाम्रो यो पहिल्यैबाट हो कि मलाई यो रहर लागेको यो भित्र थियो बाहिर निकाल्न पर्यो भनेर तर राम्रो देखियो होइन बुढी बुढी के भन्छौ तिमी दामी 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 यता हेरेर के दामी दामी ल अब खाना खाने बेला नि भयो हाम्रो खाना राइस छ त्यसपछि दाल छ त्यसपछि भेन्डी र आलुको तरकारी छ भुटिएन चाहिँ यो भुटिँदो रहेछ क्या हो त्यसपछि यो अचार आलु काँक्रोको अचार छ अझै काम अझै बाँकी नै छ अझै फिगर आउट गर्न बाँकी नै छ अनि खानासाना खाने अनि त्यसपछि एकछिन यसो अब मेन मान्छेले चाहिँ एकछिन निहाल्छन् कस्तो भयो के भयो भनेर अनि त्यसपछि फेरि अब वर्कर फेरि काममा लाग्छ वर्कर चाहिँ खानासाना खाएर केही छ तिमीलाई भन्न पर्ने यता दामी दामी यता हेरेर भन्नु नि त ल अलमोस्ट हाम्रो 3 to 4 आवर्स स्पेन्ड गरिसक्यौँ यसमा फाइनल लुक चाहिँ लगभग यस्तो भएको छ म्याम थाकेर खाना खाएर थाक्नु भएको म्याम फेरि अरू केही नै होइन ल यो सेक्सन चाहिँ अलिक दामी देख्यो त्यसपछि टिभी सिभी आयो यता यो आयो तर भद्रगोल चाहिँ छ अझै साफसफाइ हुँदै हो ल अब चाहिँ हल्का यसो हेर्ने लायकको चाहिँ भयो है फाइनली हामी चाहिँ यस्तो भएको छ हाम्रो कोठा फाइनली कस्तो भएको छ म देखाउँछु है त ल यस्तो उखारो देखियो नि कोठा बल्ल होइन यसलाई पनि हामीले चाहिँ व्यवस्थित ठाउँमा लिएर आयौँ यो पहिला यसरी थियो अहिले यसरी भयो अनि त्यसपछि यहाँ थियो एउटा सामान यो यहाँ आइपुग्यो त्यसपछि अब यो झारझुर पछि मिलाउने यसलाई चाहिँ त्यसपछि टिभी सिभी यहाँ चाहिँ के मजा आयो भने चाहिँ बल्ल यो सामान यतातिर चाहिँ अलिक मजा आयो जस्तो माने मैले चाहिँ के भन्छौ बढी तिमी उसको फेरि थिएको नै दामी यहाँबाट टिभी हेर्ने बेलामा पनि टिभी के अरे खाना बनाउने बेलामा पनि टिभी सिभी हेर्न मिल्यो होइन थोरै यसो नेपाली झल्को पनि आएको छ हामीसँग हामीसँग के छ यहाँ नेपाली झल्को आउने ल चाहिँ बुढीको सामानहरू छ यता मेरो सामानहरू छ अनि यसो छ हामीसँग ओम माने पद्मे भन्ने छ त्यसपछि यता बुद्धं शरणं गच्छामि त्यही त ल यति नै हो ए बुढीको यहाँ ऊ पनि छ गुडिया सुडिया पनि छ त्यसपछि तल पूजापाठ यता हाम्रो माइक्रोफोन कामसाम दाम सब छ यता ल यति भन्दै आजको भ्लगमा हामीले के भन्न पर्यो अब हामीले के भन्न पर्यो नि थाकिसक्यौँ है लोत भइरहेको भने ल अब किप वाचिङ भन्ने त होला नि हाम्रो Keep watching our channel. 220 Give us views. Subscribe. ल त्यस्तो हामी के पनि भन्न पर्दैन ल स्टे ट्युन त्यही नै हो भन्न पर्ने खासै केही पनि छैन अनि बाई बाई